आजको स्टोरी एकदमै विशेष रहनेछ किनभने आजको स्टोरीले हामीलाई प्रगतिशील बनाउन सिकाउनेछ। एकचोटि एउटा बगैँचामा एउटा मान्छेले एउटा गुलाबको वृक्ष रोप्छ र त्यो वृक्षलाई उसले सदैव पानी राख्ने गर्छ, सदैव रेखदेख गर्छ। तर एक दिन उसले देख्छ कि त्यो गुलाबको वृक्षमा एउटा सानो कोपिला छ र त्यो रुखभरि नै साना साना काँडाहरू छन् र उसले सोच्न थाल्छ कि यति धेरै काँडाको उपस्थितिमा यो वृक्षले आफ्नो सुन्दरता देखाउनै सक्दैन भनेर। र त्यसपछि त्यो मान्छेले त्यो गुलाबको वृक्षमा पानी राख्न, रेखदेख गर्न सबै छोडिदिन्छ र केही समयपछि त्यो वृक्ष सुकेर जान्छ अर्थात् मर्छ। त्यसरी नै हामीले पनि हुन सक्छ आफ्नो जीवनमा त्यो काँडाहरू देखेर आफूलाई विकास गर्ने प्रक्रिया रोकिरहेका छौँ कि? किनभने कोही पनि व्यक्ति जन्मिने बित्तिकै उसमा केही राम्रा र दिव्य गुणहरूसँगै ऊ जन्मिन्छ। तर जसरी जसरी कुनै पनि व्यक्ति ठुलो हुँदै जान्छ त्यो सँगसँगै उसको जीवनमा काँडाहरू पनि देखिन थाल्छ गल्ती त्रुटिको रूपमा। तर यदि कुनै पनि व्यक्तिले आफ्नो गल्ती त्रुटिमा मात्रै ध्यान दियो र उसले आफूमा भएको राम्रो पक्षलाई ध्यान दिएन भने त्यो व्यक्तिले कहिले पनि प्रगति गर्न सक्दैन। इभन हामी मात्रैमा किन, हामीले आफ्नो वरिपरि भएको हर एक व्यक्तिमा आवश्यक छ कि हामीले ती सबैलाई जज गर्दाखेरि उसको नराम्रो पक्षलाई मात्रै सोच्नु हुँदैन, उसमा भएका राम्रो पक्षलाई पनि ध्यान दिनुपर्छ। जसरी त्यो व्यक्तिले केवल काँडालाई देखेर मात्रै पानी राख्न छोडिदिएको थियो, तर यदि उसले त्यो गल्ती त्रुटिलाई स्वीकार गरेर त्यसमा पानी राख्न सदैव सुरु गरेको भए, पानी राखिरहेको भए त्यो वृक्षले गुलाब जस्तो सुन्दर फूल एक दिन दिन्थ्यो। त्यसरी नै आवश्यक छ कि हामीले आफ्नो वरिपरिको हर एक व्यक्तिलाई सहयोग पुर्याउँ, त्यो सकारात्मक सोच र त्यो सकारात्मक शब्दको प्रयोग गरौँ, त्यो सकारात्मक क्रियाकलापहरू हामीले प्रस्तुत गरौँ जसले गर्दा हाम्रो वरिपरिको व्यक्तिहरूले उनीहरूमा भएको केवल नराम्रो गुण होइन, हामीले उनीहरूलाई उनीहरूको राम्रो स्वभाव, राम्रो गुणको बारेमा प्रशंसा गरेर, उत्साह दिएर, प्रेरणा दिएर उनीहरूलाई प्रगतिशीलको मार्गमा अग्रशील बनाउनु पर्दछ। र यो कुरा हामी आफूमा पनि लागु हुन सक्छ। किनभने मलाई एउटा कुरा आउँदैन भन्दैमा मलाई केही पनि आउँदैन भन्ने चाहिँ कदापि होइन। त्यसैले हामीले आवश्यक छ कि आफूमा भएको गल्ती त्रुटि जुन काँडा रूपी छ त्यसलाई पन्छ्याएर आफ्नो हृदयमा भएको त्यो गुलाबलाई ध्यान दियौँ अनि बल्ल हामीले प्रगति गर्न सक्छौँ। धन्यवाद।